कसैले धन धेरै कमायो, कसैले घर ठड्यायो, अहिले तडक भडक जीवनशैली अपनायो भन्दैमा सम्पत्ति शुद्धिकरण लगाउने होइन। सम्पत्ति शुद्धिकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले त्यो सम्बद्ध कसुर, प्रेडिकेट अफेन्स स्ट्याब्लिस गर्नुपर्छ। कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो इत्यादि भन्ने त्यो प्राइमरी अपराध स्थापित हुनु पर्यो र त्यो क्राइमबाट आर्जित जुन लाभ हुन्छ नि, प्रोसिड्स फ्रम क्राइम, त्यसलाई चाहिँ वैध बनाउनको लागि त्यो व्यक्तिले चालेका कदमहरू पछि बल्ल सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ। तर यो विषयको पनि व्यापक दुरुपयोग गरिएको थियो पहिला। कोही मान्छे मन परेन, सम्पत्ति शुद्धिकरण लगाइदिए। हाम्रै पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो। म विरुद्ध पनि हतियार यो चलाउन खोजिएको थियो, अहिलेका कर्मचारीहरूले भन्छन्। त्यसैले हामी त्यही गर्न खोजेका होइनौँ, यही फरक छ। राजनीतिक यो कल्चरलाई हामी तोड्न चाहन्छौँ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे गर्नुपर्छ गर्ने, जे गर्नु हुँदैन नगर्ने। र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो। हस् त, धेरै धेरै धन्यवाद।